नमस्ते, म जानुका लिम्बू भद्रौ 3। मेरो लक्षण चाहिँ केही देखिएन, तर नुहाउँदाखेरि गाँठो भेटाएर चाहिँ सुरुमा चाहिँ नर्मल जस्तो देखिएर अपरेसन गरेको गाँठो फ्यालेको। गाँठोमा चाहिँ नराम्रो रिपोर्ट आएपछि चाहिँ अनि हामीले यहाँ पठायो उहाँबाट हस्पिटलले। अनि यहाँ आएर चाहिँ देखाएपछि चाहिँ त्यो गाँठोलाई फेरि उयो गर्दाखेरि चेक गर्दाखेरि त्यस्तै नराम्रै आएपछि चाहिँ क्यान्सरै भएपछि चाहिँ अनि यहीँबाट अपरेसन गरेको। पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पूर्व क्षेत्रको उयो दिदी बहिनीहरूलाई सजिलो होइन, नजिक उपचार गर्नलाई नजिक। अब जे होस् बाँच्न सकिने रहेछ। अब क्यान्सर भन्ने बित्तिकै अब निराश हुने, डिप्रेसनमा जाने होइन, अब मरिन्छ नै भन्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ एकदम उयो हुने। तर यहाँ आएपछि चाहिँ मैले नयाँ जीवन पाएको छु होइन। डक्टरहरू नर्सहरूबाट नयाँ जीवन पाएको छु। पूर्वाञ्चल क्यान्सर हस्पिटल र यहाँको डक्टरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अलिक टाढोभन्दा नजिकै चाहिँ छिटो भयो भने राम्रो हुन्छ अपरेसन होइन। अब ढिलो गर्नाले कतिको ज्यान गएको छ नि त। यहाँ चाहिँ भन्ने बित्तिकै डक्टर भेट्न सकिने सुविधा चाहिँ अब मलाई त्यही लाग्यो। अब त्यो क्यान्सर भन्ने बित्तिकै मान्छे डिप्रेसनमा जान्छ नि। क्यान्सर नाम मात्रै लिनु पनि डर लाग्थ्यो होइन। तर अब बाँचिँदो रहेछ छिट्टै उपचार भयो भने।